बलात्कारपछि हत्या भएर आफ्नो ज्यान गुमाएकी बालिकाहरू। निर्मला पन्त 13 वर्षीय निर्मला पन्तको गृहकार्य गर्न साथीको घर गएको बेला बेपत्ता भएपछि उखुबारीमा शव भेटिएको थियो। बलात्कारपछि हत्या गरिएको पुष्टि भए पनि वर्षौं बितिसक्दा अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन। यो घटना नेपाली न्याय प्रणालीमा एउटा कहिले नमेटिने प्रश्नचिन्ह बनेको छ। भागरथी भट्ट 17 वर्षीय भागरथी विद्यालयबाट घर फर्किने क्रममा जंगलमा मृत फेला परेकी थिइन्। अनुसन्धानपछि छिमेकी दिनेश भट्टले बलात्कार र हत्याको अपराध स्वीकार गरेका थिए। अंगिरा पासी 13 वर्षीय अंगिरालाई स्थानीय 25 वर्षीय पुरुषले जबरजस्ती करणी गरेपछि गाउँका ठालुहरूले बिहे गरिदिने भन्दै केटाको घर पठाएका थिए। तर केटाको परिवारले अस्वीकार गरेपछि उनी रुखमा झुन्डिएको अवस्थामा फेला परिन्। यो घटनामा जातीय विभेद र अपराधीलाई संरक्षण गरिएको गम्भीर आरोप छ। माया बिक 21 वर्षीय माया बिकको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। कामबाट फर्कने क्रममा जंगलमा शव भेटिएको यस घटनामा संलग्न 5 जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। सालिन पोखरेल 14 वर्षीय सालिन विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टमले आत्महत्या देखाए पनि परिवारले बलात्कार र हत्याको दाबी गर्दै विद्यालय प्रशासन विरुद्ध उजुरी दिएका थिए, जसले गर्दा यो घटना अझै विवादास्पद छ। अन्सु गौतम 13 वर्षीय अन्सु बेपत्ता भएको 18 दिनपछि जंगलमा विवत्स अवस्थामा मृत फेला परेकी थिइन्। बलात्कार र हत्याको यस घटनामा संलग्न पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो। इनिसा बीके 16 वर्षीय इनिसा जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पतालमा उनको मृत्यु भयो। परिवारले बलात्कार र हत्याको दाबी गर्दै न्यायको माग गरिरहेका छन् भने प्रहरीले 4 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।